शिखर नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि शिखर नगरपालिका उपप्रमुखज्यू, त्यसैगरी विशिष्ट अतिथि कृषि ज्ञान केन्द्रका प्रमुखज्यू लगायत पत्रकार बन्धुहरू, वडाका सम्पूर्ण कर्मचारी मित्र लगायत यहाँ उपस्थित बुद्धिजीवी समाजसेवी लगायत यस फर्मका सञ्चालक आदरणीय समाजसेवी व्यक्तित्वज्यू, यहाँ हाम्रो निम्तलाई सहर्ष स्वीकार गरी उपस्थित हुनुहुने सम्पूर्णलाई मेरो व्यक्तिगत र शिखर नगरपालिका वार्ड नम्बर 2 को तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यो अहिले हामी व्यावसायिक कफी बगैँचा स्थापना गर्ने कार्यक्रमको समुद्घाटन गर्न गइरहेका छौँ र विगत 2080 सालमा हामीले कफी नर्सरी स्थापनाका लागि किसानहरूलाई 40 जना शिखर नगरपालिका वार्ड नम्बर 2 का 40 जना किसानहरूलाई हामीले प्रारम्भिक रूपमा यो कफीको महत्त्व र कफी यो क्षेत्रमा हुन्छ कि हुँदैन प्रारम्भिक सर्वेक्षण गरेका थियौँ, जुन काममा आज यो ठाउँसम्म पुर्याउनु हुने व्यक्तित्व समाजसेवी व्यक्तित्व र रहेका टुर एन्ड ट्राभल्सका प्रमुख आदरणीय व्यक्तित्व अमरबहादुर साईज्यू, त्यसै गरी राष्ट्रिय कफी विकास बोर्ड, युरोपियन युनियन लगायत अन्य सम्पूर्ण सङ्घ संस्थाहरू र त्यसै गरी शिखर नगरपालिकाको कार्यालय, जिल्ला कृषि ज्ञान केन्द्र र क्षेत्रीय कृषि निर्देशनालय राजपुर लगायत सम्पूर्ण हाम्रा सहयोगीदाताहरूले गर्दा आज हामी यो प्रारम्भिक चरणमा हामीले यही बिरुवा उत्पादन गरेर यहीँको नर्सरी स्थापना गर्न सफल भएका छौँ र त्यो नर्सरी स्थापना गर्न र हाम्रो आग्रहलाई स्वीकार गर्दै त्यो नर्सरी स्थापना गर्नुहुने आदरणीय व्यक्तित्व डबलबहादुर बोगटीज्यू, कलेन्द्र साईज्यू लगायत अमरबहादुर साईज्यूले जुन विशेष भूमिका खेल्नु भएको थियो र जुन उहाँले ठुलो जोखिम उठाएर जुन बिरुवा लगाउनु हामीलाई त्यति ठुलो अनुभव पनि थिएन। सुरुको वर्ष केही बिरुवाहरू हाम्रा मरे, नत्र हाम्रो 10,000 बिरुवा उत्पादन गर्ने क्षमता राख्ने हाम्रो नर्सरीहरू थियो 3वटा र अहिले हामीलाई नर्सरी विस्तार गर्दै अहिले हामीले 20 केजी बिउ वितरण गरेका छौँ विभिन्न नर्सरीहरूमा र त्यो नर्सरीको उत्पादन क्षमता भनेको 70,000 हुन आउँछ र त्यो प्रति केजीको उमार क्षमता भनेको 85% हुन्छ। अब त्यो 85% अब कति बिरुवा उत्पादन हुन्छ त्यो आगामी दिनमा थाहा हुनेछ र हाम्रो लक्ष्य भनेको 70-80 हजार बिरुवा उत्पादन गर्ने हो। कति हुन्छ त्यो उहाँहरूको मेहनत लगनशीलताले नै यो आज यहाँसम्म पुगेका छौँ र हामीले यो विशेष गरी हामीले तराईमा रहेका हाम्रा दाजुभाइ दिदीबहिनीहरूसँग पनि आग्रह गरेका छौँ र उहाँहरूले पनि यो कफी कार्यक्रममा जोडिनु भएको छ। हाम्रो आग्रहलाई स्वीकार गर्दै हाम्रो यो 4 नम्बर वडामा हामीले 130 रोपनी जमिनको पनि कुरा भइसकेको छ र उहाँहरू पनि आगामी दिनमा कफी लगायत अन्य बोट बिरुवाहरू लगाउन तम तयार हुनुहुन्छ र उहाँ एउटा कम्पनीको रूपमा त्यसलाई दर्ता गरेर अगाडि बढाउने चरणमा हुनुहुन्छ र आगामी अरू यहाँको बाजा जमिन भएका प्रत्येक समुदायसँग मैले कोअर्डिनेसन गरेर कसरी त्यहाँ कफी लगायत अन्य बोट बिरुवाहरू उत्पादन गर्न सकिन्छ भने म प्रत्येक टोलका दाजुभाइ कृषकहरूसँग लागिरहेको छु र यो सुदूरपश्चिमको पहिलो नर्सरी र पहिलो यो कफी नर्सरी र कफी बगैँचा शिखर नगरपालिका वार्ड नम्बर 2 बाट सुरुवात भएको छ। यो वार्ड शिखर दुई मुडेमा मात्र नभएर यो सानो दियो अहिले हामीले यहीँबाट दिपाली सिलगढी नगरपालिका, पूर्वी चौकी गाउँपालिका र आदर्श गाउँपालिकामा पनि हामीले बिउ दिएका छौँ र आगामी अझै हामीसँग केही बिउहरू छ जुन अहिले हाम्रो आउने क्रममा छ। हाम्रा कोही दाजुभाइहरू अझ अरू ठाउँ पनि कोही बिउको लागि आवश्यक छ भने हामी 10 केजी बिउ छ हामी दिनेछौँ र यसको लागि कोअर्डिनेसन गरिदिनु हुन सम्पूर्णलाई म आग्रह गर्न चाहन्छु र म अब धेरै समय लिन चाहदिनँ। यो कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै यहाँहरू जुन आफ्नो अमूल्य समय हामीलाई प्रदान गर्नुभएकोमा यहाँहरू सबैलाई हार्दिक धन्यवाद दिँदै यहाँहरूबाट बिदा हुन्छ। यो कार्यक्रम यही समापन भएको घोषणा गर्दछौँ। हस् त, धन्यवाद, नमस्कार। सबैजना